सो हेलो गाइस, स्वागत छ आजको नयाँ भिडियोमा। के तपाईँ पनि खैनी, सुर्ती, भोला, गुटखा खानुहुन्छ र त्यसलाई छोड्न चाहनुहुन्छ तर त्यसलाई छोड्न नै सक्नुहुन्न भने आजको भिडियो तपाईको लागि। भिडियोलाई सेभ गर्नुहोस् र आफ्नो नशा गर्ने साथीकोमा पनि यो भिडियोलाई सेयर गरिदिनुहोस्। यदि तपाईँ यो भिडियो युट्युब च्यानलबाट हेर्दै हुनुहुन्छ भने युट्युब च्यानललाई सब्स्क्राइब, फेसबुक, टिकटकबाट हेर्दै हुनुहुन्छ भने फलो गर्न नबिर्सिनु होला। सो गाइस, तपाईँ पनि यदि चुरोट त खासै काम गर्दैन तर खैनी गुटखा खानुहुन्छ भने अब नडराउनुहोस्, तपाईको त्यो लत ठाउँको ठाउँ गायब हुन्छ। तपाईको खेतबारी अथवा यस्तो सानो जङ्गलहरूमा त्यो जडीबुटी धेरै ठाउँमा भेटिन्छ। त्यो जडीबुटी कस्तो हुन्छ आउनुहोस् म तपाईलाई बताउँछु। त्यो जडीबुटीको पात तपाईँ यहाँ देख्न सक्नुहुन्छ, यो किसिमको हुन्छ अनि यसको बोर्ड चाहिँ कस्तो हुन्छ भन्दाखेरि यसको पुरै बिरुवा चाहिँ यो यस्तो टाइपको हुन्छ। म यसलाई झिकेर तपाईलाई देखाउँछु। यसको चाहिँ यत्नो हुन्छ, यो जडा चाहिँ सानो हुन्छ, यस्तो टाइपको यो हुन्छ गाइस। तपाईले यसलाई देख्नु भएको होला आफ्नो गाउँ ठाउँमा। यस्तो हुन्छ यो खासमा। अलिकति गन्ध आउँछ यसको चाहिँ अलिकति, र यो बढी खाए केही समस्या हुँदैन तर यसले चाहिँ अलिकति भोक कम लाग्न सक्छ। यो चाहिँ यसको नाम चाहिँ के हो भन्दाखेरि फस्यो केटो, फस्यो होइन, मेरो भिडियोमा फस्यो। यो चाहिँ कुनै जडीबुटी होइन, यो चाहिँ मैले त्यत्तिकै भिडियो बनाएको हो। तपाईहरू राम्रो भिडियो मैले भ्लगिङ गरेको चाहिँ हेर्नुहुन्न, त्यही भएर चाहिँ मैले एउटा मजाक गरेको। तपाईँ पनि कन्टेन्ट क्रिएट गर्नुहुन्छ र यस्तै भिडियोहरू बनाउनुहोस् र पैसा कमाउनुहोस्। मेरो चाहिँ अहिले भर्खरै खोलेको नयाँ आइडी हो। सो नयाँ च्यानलमा चाहिँ सब्स्क्राइब हान्नु होला। फेसबुक, युट्युबबाट राम्रै भइरहेछ भन्ने सुनिएको। थ्याङ्क्स फर वाचिङ। पुरा भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। फेरि मिल्नेछौँ अर्को भिडियोमा। आज चाहिँ म यहाँ गोठालो आएको छु। सो यस्तै छ आजको भिडियो चाहिँ यतिकै। हस्, बाई बाई।